सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ जापानको सस्तो बजार देखाउँदैछु है म चाहिँ। नेपालमा सस्तो बजार हुन्छ नि त्यस्तै चाहिँ बन्द हुन लागिसकेको रहेछ। अब बिहान चाहिँ डेन्जर भिड थियो, मान्छेहरू पनि टन्नै थियो। आज चाहिँ बन्द हुन लागिसकेको छ। सस्तो बजार टाइपकै याद आउने कि नेपालको टक्क। हिजो चाहिँ यहाँ पुलिसको के इभेन्ट थियो, आज चाहिँ यस्तो बजार। त्यहाँ फेरि एकी पनि छ है, के पाइँदो रहेछ भनेको बन्द हुन लागिसकेको छ। बन्द हुन लागिसक्यो। खानेकुरा पनि कस्तो मिठो मिठो बास्ना आइरहेको थियो अहिले चाहिँ। बन्द हुन लागिसकेको छ त यता चाहिँ। यो चाहिँ एकी है स्टेसन। यस्तो हेर्नै भएन नि यार। के बेच्न राखेको थियो थाहा नै भएन। कपडाहरू पनि रहेछ। ट्रेन पनि गइरहेको छ त्यहाँ। त्यो हेर्नु भएन यार। साइकल पार्क गरेर आएको त हेर्नु पऱ्यो भनेर साइकलको पैसा मात्रै लाग्ने भयो। अब त घाटा भयो नि। ट्रेन पनि रहेछ। बच्चा जस्तो छ। सुन्दर छ त यार। यता पनि रहेछ। ओ कति ठुलो रहेछ। फेरि मन्दिर रहेछ। रेस्टुरेन्ट पो रहेछ यहाँ।
मन्दिर भनेर रेस्टुरेन्ट रहेछ गएर खाने औकात त छैन कि इभेन्ट तो अरे चिज खाऊँ चाहिँ खतरा कि यहाँमै हेर्छ रेस्टुरेन्ट पनि जस्तो मन्दिर जस्तो ठाउँमा होला नि हेर जबरजस्ती पानी जस्तो घुम्न हिँड्ने भने त वाउ जापान जस्तो हुन्छ कामभित्र छिरेपछि फेरि त्यही हो त्यसलाई हुन्छ फेरि काम चाहिँ त्यस्तै हो जापान अझ कति ठुलो छ उतैसम्म छ पार्क चाहिँ ठुलो छ यो त जस्ट सुरुको इन्ट्रान्स मात्रै हो उता जाने भने त धेरै छ अब साइकल त राख्यो यता नजाउँ टक्कै यहाँबाट हेर्नै पाइएन कि यही काममा जान हतार भयो राम्रो राम्रो केटीहरू पनि छन् ट्रेन चाहिँ के को लागि हो त नि भन्ने त्यहाँ फेरि स्विमिङ पुल पनि छ बच्चा बच्चीहरूलाई डिभाइस स्टारबक्स पनि रहेछ के हो कुकुर त डेन्जर छ त कपडा हो कि कपाल हो बच्चाहरू खेल्ने ठाउँ यो नेपालमा चाहिँ मेला लाग्यो भने यस्तो आउँछ कि यहाँ चाहिँ दिनदिनै आउँछ पौडी खेल्ने ठाउँ पनि छ हो हेर त कति राम्रो केटी आएको यहाँ छ कि स्विमिङ पुल त होइन खेल्ने डुङ्गा चलाउने बच्चा बच्चीहरूलाई डुङ्गा चलाउने डुङ्गा चाहिँ हो त्यो हो यो चाहिँ मलाई नि खेल्न मन लाग्यो यस्तो सामानहरू हेर्नै पाइएन कि के थियो भनेर ट्रेन चलिरहेको छ यहाँबाट चाहिँ अब चाहिँ म जान्छु बेकारमा साइकल पार्क गरेको पैसा मात्रै लाग्ने भयो नि त अब साइकल पार्क गर्दा पनि फेरि यस्तो कि पुगिनु पर्ने अरे साइकल पार्क गर्नको लागि पनि पुरा यो के पो भन्छ यस्तो यार कहाँबाट थियो यार छिनी ठाउँ यही रमाइलो छ धेरै ठुलो छ यो पार्क पनि त्यहाँ चाहिँ चिरो ठाने ठाउँ है कोही आइहाल्नु भयो र चिरो खान मन लाग्यो भने साइकल निकाल्ने तरिका है त हेरौँ है त पार्क गरेको साइकल कति हाल्नुपर्छ
कति लाग्दो रहेछ यहाँ देखाएको छैन। सुसकेवा तुतारी नानी सुतारी सुरुमा चाहिँ पैसा झिक्छु, पैसा कति लाग्छ थाहा छैन। हेरौँ त कति लाग्दो रहेछ साइकल पार्क गरेको। अब एकैछिन है, मैले चाहिँ 10 मिनट पनि पार्क गरेन, तर कति लाग्दो रहेछ। 30 रुपियाँ समथिङ लाग्दो रहेछ यार। अब टक्क अघि दिएको कार्ड चाहिँ, यो कार्ड चाहिँ यहाँ हाल्ने होला सायद। मैले पनि फर्स्ट टाइम हो कि यो यहाँ हाल्ने छ। गयो 0.1 रुपियाँ पनि लाने यार। वाउ, किनकि मैले थोरै टाइम रोकेँ नि त, त्यही भएर नलायो। धेरै टाइम रोक्यो भने चाहिँ लाउँछ, तर पनि 30 मिनट जति रोक्यो भने चाहिँ लाग्दैन जस्तो लाग्छ है। त्योभन्दा माथि चाहिँ लाग्छ होला। 10-20 रुपियाँ 50 रुपियाँ 100 रुपियाँ त्यस्तै गरेर लाग्छ। कारहरूको सोरुम पनि रहेछ यार। कोही पेट्रोल गरिरहनु